दुवैमा चाहिँ बिन्दास पानी पर्दैछ यस्तो छ हैन वेलकम ब्याक टु माई न्यू ब्लग सो आज ब्लगमा तपाईँलाई स्वागत छ म चाहिँ जस्ट भर्खरै उठेर हैन तल आएको हैन तल आएर यहाँ अब बाटो हिँड्दैछु भनौँ अनि त्यहाँ नास्ता लिनु पर्यो भनेर समोसाहरू लिनु गएको त्यहाँ चाहिँ केही पनि रहेन बन्द रहेछ सबै क्याफेटेरियाहरू बिहानमा सबै बन्द हुँदो रहेछ अनि त्यसपछि म चाहिँ नलिने भए नास्ता अगाडि जान्छु अगाडि अर्को क्याफेटेरिया खुल्ला छ नि त्यहाँबाट लिन्छु सायद अब त्यहाँ खुल्ला छैन भने अब उतितिर बाटो गएर ड्राइभरलाई भने उतितिर लिन्छ होला सायद अनि त्यही हो बिहानको मौसम चिसो छ अनि के भन्दाखेरि आज चाहिँ म फेरि अबुधाबी जानुपर्ने भयो कामको लागि हैन अनि त्यही हुँदाखेरि अब अबुधाबी जानको लागि भने हिँडेको अरू दिनभन्दा म त्यस्तै 15-20 मिनट बेसी अगाडि हिँडेको थिएँ होला अनि यति बेला आउँदाखेरि नखुल्दो रहेछ क्या अरू बेला सधैँ खुल्ला भन्ने दोकान पनि आज खुल्ला थिएन अनि त्यही हो म जाँदैछु अब यहाँ हिँड्दैछु सायद त्यो अगाडि आएर पनि बसेको होला हाम्रो कम्पनीको गाडी अनि त्यसमा बसेर आज चाहिँ म टक्क अबुधाबीको लागि भनेर निस्किन्छु हैन अनि त्यही हो गाइस म त अहिले टक्क यहाँ बर्दुबेङ बिना बजारमा छु हैन सर्व यस्तो सबै ठाउँहरू हैन मान्छेहरू खासै निस्केको छैन सब ड्युटीको लागि भनेर निस्किन्छ क्या बिहान मेरो त आवाज नै फुल्दै छैन क्या कस्तो कत्र आयो जस्तो लागिरह सो म चाहिँ यहाँ जुन ठाउँमा मलाई बोलाएको नि त्यो ठाउँमा सिग्नलमा आइसक्यो यहाँ सिग्नलमा हिँड्दैछु ए सिग्नल भन्नु सो त्यही हो योभन्दा अगाडि पनि मलाई यही हो कि आएर बस भनेको होइन म यही अलिक आएर बसेको थिएँ अझै म त्यो जहाँ रोकेको थियो नि योभन्दा पहिले म त्यही जग्गा गएर बस्छु किन भन्दा यसपालि मलाई गाडी नगरोस् त्यो पालि एकदम रिसाइरहेको थियो क्या त्यो अहिले जाँदाखेरि बाटो रोक्न पनि सक्छ नरोक्न पनि सक्छ ड्राइभरले भनेर म चाहिँ यहाँ नजिक यहाँ ओसिजन रहेछ ओसिजनभित्र आएको यहाँ ब्रेड सेड केही स्यान्डविचहरू पाउँछ नि लिएर जान्छु भने आएको मेरो केही छैन त्यो सानो ब्रेडवाला हुन्थ्यो के छ त्यो हेर्छु होइन केही छ भने म यसो उठाएर आफूलाई नास्ता भने टाइपको खाइदिएर चलिदिन्छु अलिक त बाटो रोक्दैन नि टेन्सन हुन्छ भोकले मर्नु हुन्छ फेरि त्यही हो म हेर्छु एक्लै यार हाँस्नु पनि पिल्ला लाग्यो यहाँ अब अघि नै हो म आएको यहाँ कासमा होइन म कति बेरसम्म खोजिरहेको कि यो ब्रेडहरू उसको सेक्सन कता छ भनेर बल्ल भेटाएँ क्या अनि त्यसपछि भेटाउनु त भेटाएँ तर मैले खोजेको अर्को त्यो चिकन रोलवाला स्यान्डविच जस्तो टाइपको हुन्थ्यो कि ब्रेडभित्र त्यो छ कि त्यो खाइदिन्छु भनेर सोचिरहेको केही पनि रहेन छ यो त खै के भित्र क्रिमवाला भएको जस्तो यस्तो टाइपको मात्र छ त्यहाँ तर केही छैन अब भोकै बस्नु त भएन नि अब उठाउनु पर्छ केही न केही त होइन जे भए पनि उठाउँछु उठाएर अनि गाडीमा गएर खाइदिन्छु उठाउने पो के हो फेरि त्यही हो यस्तो छ होइन यसबाट एउटा चुज गरेर निकाल्नु पर्ने हुन्छ निकालेर खानु पर्ने हुन्छ किनकि हामी भोकै बस्नु हुँदैन होइन ग्यास्ट्रिक हुन्छ फेरि सो अहिले चाहिँ म गाडीभित्र आइसकेँ होइन गाडीभित्र आएर बसिरहेको छु अनि त्यहाँदेखि टक्क केही पनि पाएन अनि त्यो एउटा ब्रेड जस्तो के जस्तो लिएर बसिरहेको छु अनि यता मेरो साइडमा चाहिँ क्याप्टन चाहिँ अनि क्याप्टन चाहिँ यता अब म चाहिँ यता बसिरहेको छु होइन अब यहाँदेखि टक्क हामी निस्किनु पर्ने हुन्छ चक्क यहाँदेखि सर्फ जान्छौँ होइन जाने खास कामको लागि हो उसको लागि भयो उसो हुन्छ होला यो अनि मैले अघिल्लो भिडियो हेरेको होइन अनि यो कस्तो आवाज घर गरेको यो उसको गाडीको आवाज आउँछ कि अलि नयाँ चिल्लो कारमा हिँड्ने भएको अनि त्यसपछि अर्कै बिन्दास टाइपको दामी आउँछ होला आवाज होइन सुरु र केही आवाजै आउँथेन होला अनि यस्तोमा हो अनि त्यसपछि सामान बोक्ने गाडी हो नि त अनि त्यसपछि भ्यान हो भ्यान जस्तो टाइपको अगाडि दुईजनाको सिट हुन्छ अनि पछाडि सब सामान राख्ने हुन्छ कि खास सामान लिएर हो कि जाने हामी चाहिँ होइन त्यस्तो घुम्नको लागि भनेर होइन जाने चाहिँ अनि त्यही हो कामको लागि जाने अनि त्यही हुँदाखेरि त्यस्तो हुन्छ अनि त्यही हो अनि मैले नास्ता यस्तो लिएको थिएँ कि यो होइन मैले एउटा खाइदिइसकेँ गप्प यो केक भन्छ कि के भन्छ यो चप्प खानु होइन पानी पनि ल्याएन म अड्किन्छ खान्छु नि खाएर भ्याएर म भेट्छु नि यो जुन चाहिँ साइडको यो दुबई प्रेम भन्छ कि यसलाई होइन यो चाहिँ विश्वकै सबभन्दा ठुलो गरेको सबभन्दा ठुलो गरेको दुनियाँमा संसारभरि कोही पनि छैन गरेको यति ठुलो दुबई प्रेम होइन अनि यति ठुलो छ कि सब सुन जस्तो कि बाहिरदेखि पहेँलो कलर लगाएको होइन यति खतरा ठुलो गराएको छ कि अन्त मान्छेहरू कहाँदेखि आएको हुन्छ कि कति महँगो पनि छ यार यसको लागि यहाँभित्र जानको लागि यार
अनि यो अगाडि पाखा जुन देखिरहेछ नि त पछाडि पाखाको बस्दै छ के ठिकजना उता अगाडि पाखाको हो त बिल्डिङ छ क्या दुईवटा बिल्डिङ छ होइन बिल्डिङको बिचबाट टक्क एउटा के ट्यार्सो पनि छ क्या बिल्डिङ छ होइन बिल्डिङ त्यो ट्यार्सो छ क्या हो त देखिएको होला होइन त्यो कालोवाला सिसा भएको चाहिँ बिल्डिङ अनि त्यो ट्यार्सो भएको चाहिँ यहाँको सेकको प्राइभेट के हो भन्दै थियो पनि प्राइभेट अफिस हो कि के हो भन्दै थियो अब कोहीले भन्छ रेस्टुरेन्ट चाहिँ के छ भन्छ होइन अनि त्यसो भन्दै थियो अनि त्यो चाहिँ मलाई अचम्म लाग्छ यसो हेर्दा कस्तो तरिकाले अडायो होला भन्ने लाग्छ कि अनि हेर्दा पनि अचम्म लाग्छ कि त्यो बिचमा छ होइन बिल्डिङभन्दा कति धेरै बाहिर निस्केको छ कि त्यसको भाग पनि अनि यता उता छ सब कुरा मिलिरहेको के यो अगाडि पाखा उ जोइन्टवाला बिल्डिङ छ नि त्यो पनि टाइम लाग्छ कि मलाई कुन खै इङ्ग्लिस मिडियममा देखेको चाहिँ त्यो अगाडि पाखाको बुर्ज खलिफा भइरहेको देखेर होइन त्यो बादल माथि पुगे जस्तो देखिएको छ त्यो त भनिराख्नु परेन त्यो त अब अहिले विश्वको सबभन्दा ठुलो बिल्डिङमा आउँछ कि होइन त्यसपछि पनि अब धेरै बन्दैछ अब साउदीमा जेद्दा टावर के बन्दैछ कि होइन त्यो अगाडि अगाडि फ्युचरमा के हुने के नहुने भन्ने कुरा सब बताइरहेको हुन्छ होइन त्यो चाहिँ यो जोइन्टवाला बिल्डिङ यो पनि दामी लाग्छ कि मलाई एउटा कुरा एउटा इङ्ग्लिस फिल्ममा देखेको थिएँ के फिल्ममा देखेको थिएँ नि यो त्यति बेला दामी लागेको थियो यहाँ आएको त दुबईको पो रहेछ यो त मलाई थाहै थिएन दुबईको बिल्डिङ हो भन्ने कुरा अनि त्यही भयो क्या बुर्ज खलिफा भयो यो भयो अब शेख जायद रोड त कति देखाउने शेख जायद रोड एकदम लामो छ यहाँदेखि अबुधाबी इन्ट्री भएपछि पनि अबुधाबीभित्र पनि सब शेख जायद रोड नै चल्छ होइन अनि लामो छ त्यही भएर अब यस्तो चाहिँ मलाई अहिलेको हामी चाहिँ अहिले अबुधाबी पनि आइसक्यौँ होइन अबुधाबी आएर पनि हामी जे कामको लागि आएको थियौँ नि काम पनि सकिसक्यौँ कि सबै सामान के दिनुपर्ने दिइसक्यौँ लिएर पनि अनि हामी मार्केटतिर दिएको मैले यो ट्याक्क अबुधाबीको यो डालमा मल पछाडि पाएको रहेछ यो वेयर मार्ट भन्ने त्यसभित्र गथ्यौँ होइन त्यसभित्र गएर सामान लिएर निस्किसक्यौँ अघिसम्म खतरा पानी परिरहेको छ कि यहाँ फ्यास पानी परिरहेको छ अहिले पानी छैन पऱ्यो होइन अब त्यही अब हामी तक बसेर अरू पनि काम आएको छ अरू कामको लागि अब यहाँदेखि निस्किनु पर्ने हुन्छ अनि त्यही हो अघि आउँदा चाहिँ म बिन्दास मजाले सुतेछु कि भिडियो सिडियो गेनिङ गरेर आएन होइन बिन्दास सुतेर आइदिएँ म चाहिँ अनि त्यही हो मजा आयो अबुधाबीको होइन मैले सुनेको हिजो एउटा भिडियो हेर्दा युट्युबमा होइन त्यो कस्तो हुन्छ भन्दाखेरि त्यो एउटा ग्लास छ नि भित्रदेखि ग्लास लगाएको बाहिरदेखि त्यो कभर लगाएको क्या त्यहाँ पाइनएप्पल उसमा बनाएको गरेको त्यस्तो पाइनएप्पलको डिजाइनमा त्यो बाहिरको जुन कभर छ नि त्यो कभर चाहिँ घाम लाग्दाखेरि टक्क बन्द हुन्छ अरे घाम नलाग्दा खुल्ला हुन्छ अरे क्या अहिले चाहिँ खुल्ला हो क्या त्यो चाहिँ बिल्डिङ मैले अस्ति आउँदाखेरि देखेको अचम्मको मान्थेँ तर त्यस्तो रहेछ कि खास त्यसको रियालिटी चाहिँ होइन हिजो देखेको हिजो सुनेको मैले त्यो चाहिँ जुन देखिरहेको त्यो मस्जिद एकदम ठुलो मस्जिद हो कि यो चाहिँ दुबईको अबुधाबीको अनि यो अगाडि हामी हिँडिरहेको चाहिँ यो शेख जायद ब्रिज भन्छ र एकदम ठुलो ब्रिज होइन अब आज आकाश आउने जस्तो भइरहेछ मलाई त एकदम ठुलो छ कि यो ब्रिज पनि होइन कस्तो अर्कै टाइपले बनाएको रहेछ अनि यहाँदेखि यस्तो साइड साइडमा टक्क समुद्रहरू उसहरू देखिन्छ अनि उता पाहाड होइन अगाडि गाडीहरू हिँड्छ टक्क कमाल छ माथि तल पाहाड टक्क पानीहरू देखिन्छ होइन समुद्र आजको वेदर पनि कस्तो अर्कै छ
घाम पनि लागेको छैन, अन्त पानी परेको थियो भने होइन। अब त्यसरी यस्तो छ आजको भ्यू चाहिँ। यो चाहिँ अबुधाबीको भ्यू केटा हो। अझ हामी अबुधाबीदेखि फर्केर दुबईतिर हिँड्दैछौँ होइन। दुबईतिर आउँदा आउँदै यो एउटा पेट्रोल पम्प रहेछ, खैकेको यो पेट्रोल पम्प रहेछ। अनि पेट्रोल पम्पको साइडमा आएर रोकेको बाथरुम गएको थियो, वासिङ मान्छे भनेर आउँछु भनेको छ। म त यत्तिकै बाहिर निस्केर हावा खाइरहेको छु। अनि यस्तो छ ठाउँ चाहिँ, एरिया चाहिँ पुरै मरुभूमि जस्तो छ यार। कोही मान्छे चाहिँ नबस्छ, गाडीहरू मात्र रोक्छ यार। गाडीहरू रोक्दा मात्र मान्छे भएको जस्तो फिल हुन्छ। गाडी नहुने भने यहाँ त कोही पनि हुँदैन, भुत बस्ने ठाउँ जस्तो छ। उता उता भिल्लाहरू रहेछ टाढा टाढा। अनि त्यही कम्पनी एरियाहरू जस्तो छ सब। अनि यस्तो यस्तो यो चाहिँ दोकान हो क्या, यो चाहिँ दोकान राखेको जस्तो छ। टाढा सोध्नेको हेर्छु हौ, दुबईतिर जाँदैछ बस्दै यो। म भएको चाहिँ अहिले अबुधाबी नै हो होइन। अब हामी चाहिँ दुबई इन्ट्री हुनलाई धेरै छैन, त्यस्तै 10-15 मिनटमा अब हामी दुबई इन्ट्री हुन्छौँ होला। खै ठाउँको नाम त अब के हो यो मलाई दुबईको ठाउँको नाम त थाहा हुन्न, अब अबुधाबीको ठाउँको नाम त थाहा होस् होइन। अनि त्यही हो। सो हामी चाहिँ अबुधाबी बिच गइरहेछौँ होइन। त्यसरी यहाँ चाय पिउँ, यहाँ चाय लगाएर त्यहाँबाट चाय लिएर आयो। अनि त्यसपछि उसले आफूले लिएर आयो, आफूले चलाउँदै खान मिल्छ नि त। त्यही भएर साइडमा पार्किङमा राख्दियो, पार्किङमा राखेर अब हामी यहाँ चाय पिउँछौँ होइन। चाय पिएर हामी यहाँदेखि चक्क बाहिर निकाल्नु पर्ने हुन्छ। माछा निस्किन गयो। यो त घाँटी चाहिँ सुके जस्तो भएको छ हो, चिसो लौडा भएको छ यार मलाई। त्यस्तो छ चाय चाहिँ। आफूले सुलेमान चाय पियो, उसलाई ज्वरो आउनु लाहा भन्दै थियो चिसोले हाल्नु, मलाई औडा भएर। अनि त्यही चाय पिउँछौँ। साइडमा ब्रेडहरू दिन्छ खानेको खाँदैन। अनि हामी चाय पिएर यहाँदेखि निस्किनु पर्ने हुन्छ दुबईको लागि। यहाँ आइसकेपछि मात्र बल्ल मलाई उठायो होइन। उठेर अनि त्यसपछि खानासाना खायौँ। अनि खानासाना खाएर अब हामी जान लाग्यो। अनि यहाँ चाहिँ दुबईमा चाहिँ पानी परेको रहेछ क्या, दुबईमा चाहिँ बिन्दास पानी परेको रहेछ यस्तो छ होइन सर। अनि त्यसपछि अबुधाबीतिर हुँदाखेरि अघि होइन पानी पर्ला जस्तो धुडी सब लागेर उस भयो थियो। अनि यहाँ दुबई आएको त म एक्कासी उठेर हेरेको त झसङ्ग भइरहेको, बाहिर हेरेको त पानी परिरहेको क्या। यस्तो बाहिरको मौसम होइन हालात। अनि त्यही अब कम्पनी नजिक पनि आइसक्यो। अब जान्छन् कम्पनीको काम गर्नुपर्छ भवाल तरिकाले। अहिले चाहिँ साँझको 7:45 पनि भइसक्यो होइन। अनि म चाहिँ ड्युटीमा गएर अब 2 घन्टा जति त्यस्तै टाइम थियो होला अझै बाँकी। कति 4 बजीतिर हामी अबुधाबीदेखि कम्पनी आइसकेको थियौँ। अनि त्यसपछि त्यही 2 घन्टा जति कति टाइम बाँकी थियो होला। अनि त्यति चाहिँ गएर कम्पनी अब होइन काम त गर्नु पर्ने, काम गरेन नगरे पनि गएर टाइम चाहिँ अब बिताइदिनुपर्छ क्या 2 घन्टा चाहिँ होइन। अनि गएर अनि 2 घन्टा जति अब कम्पनीमा बसेर अनि छुट्टी भयो। छुट्टी भएर पनि आजभोलि ढिलो हुन्छ क्या। कस्तो भन्दाखेरि कम्पनीमा नयाँ गाडी आएको, अनि नयाँ गाडी चाहिँ आज खै के भएको पनि लास्टै ढिलो निकाल्छ होइन। अनि त्यही हो। अब आज चाहिँ अरू दिनमा अलिक बेसी चिसो थियो यारमा। अरू बेला यत्तिकै जाडो हुन्थेन, आज अलिकति बेसी नै अब पानी परेको थियो, त्यही भएर होला अलिकति चिसो पनि छ। अनि त्यही हो। अब आज चाहिँ आजको भिडियो चाहिँ अब यतितिर व्यवस्था गर्नुपर्छ। म रुम नजिक पनि आइसकेको छु। अब के कस्तो भयो हेरेर अब कमेन्ट गर्ने होला। त्यही हो। अब अर्को भिडियो चाहिँ मको लागि अब टाटा बाई।